Hello everyone, welcome to my another vlog. So guys, आज चाहिँ म जाँदैछु टुटीको इभेन्टमा अनि टुटीको इभेन्टमा चाहिँ म जाँदैछु अनि कन्सर्ट जस्तो छ हल क्या त्यहाँ अनि गएर एकछिन हेरिन्छ गाइज त्यसपछि भिडियो सुट छ तपाईँहरूलाई म देखाउने छु तिम्रो खबर कति सम्झिन्छौ नि तिमीले सम्झिरहेको त्यसको डबल सँगै बगिरहेको माया एउटै खबर नि भवन तिमी जस्तै सुन्दर थर्यो भन्छ तिमी बस्ने छ आफैलाई जाँबाट खाएको काँडा छिरिरहेछ तर तिमी बुझ्छौ तिमी बिना टुकी निभिरहेछ र पर गाउँमा बटाडा हुन्छु तिमीबाट जस्तै कि खुलियो छुट्टिन कहिले चिनीबाट सुकाउँछ जीवन तिमी पानी बनिदेऊ कहिले अङ्गालोमा बाँध कहिले गाली गरिदेऊ खाली खाली लाग्छ राज्य किन कुनै तिमी आऊ केही नसोची मेरो रानी बनिदेऊ मलाई ढुङ्गा खोज्दा देउता होइन किरा खोज्दा रोगी पाए रोगी होइन म आफ्नै आँखा हुन्छ दोषी प्राय नसकेपछि थाम्न भाग तिम्रो जवानीको कि तिम्रा चप्पलहरू उजुरी पोखिआए पछ्याउँदै छाया तिम्रो पनि अघि बढिरा म आज भने किनै छु र धनी गरिबमा ऐना बनाइ राख मलाई तिम्रो कोठाभित्र अलि देखाउ भएको सबै तिम्रो नकाप गरी तरिका सुगन्ध यति मिठो तिमी पारिजातको फुल माया सधैँ तलाई राख्ने तिमी सिंगारीको मूल होला केही खोट तर मेरो लागि सुन हामीलाई देख्दा डाहा गर्दै सबै अभागी नै हुन् तिमीलाई सुन बस्ने अर्को आँचै तितेर फाल्न तिमी ढुक्क हुनु तिमीलाई कहिले टिपेर लाग्न दुःख सुख साले सिस्नो मात्र निधारको कुरा सँगै पुगो गन्ध तेलमा एक्लै जितेर जान्न मलाई फर्केर कसैले चोटी हेरेर सायद छोडो भाग्यले निधारमा दोषी लेखेर माया संसारकै महँगो म खुसी तिमी दिन्छु मात्र तिमी टाढा नगाउ त बल्छी देखेर सायद म त खोज्दा खोज्दै गर्दै थाकिदेऊ र माया नपुर यस्तो भाउ कर तिमीले कासिदेऊ र माया र तिस किन पर्छ भने बाँकी ल्याउन माया शुभ हुन्छ कि दिने फेर हाँसिदेऊ र माया नकिताले दिन अधिकार खुसी लिने तर भागको देवी देउराली सबै रङ्गी हिँडे तिमी फुल भएपछि म काँडा हुनै पर्यो नत्र पिता आउने अर्को हात कसैको पिलिने म बिहेमा साथीहरूले बको चिने मर्यो मैले तिम्रो अङ्गालोमा एउटै ढोको दिँदै रहने हेर आकेसी पुग्ने सक्यो मलाई अन्त रहनु ल मैले त्यही यता दुई चारवटा फोटो सिलाइसके स्वर्गमै खाली छ धरतीमा देखे सुन्दरी दुईटा मुटु बाँधिएसी कसले हेर्छ कुण्डली हाम्रो यो जीव सबको मुखमा झुन्डिने माया बगाउँछु गीत तिमी आउनु मिठो घुम्बनी तिमी आउनु मिठो घुम्बनी भन कसले हेर्छ कुण्डली 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 Thank you so much. Thank you so much. Arigato gozaimasu. एउटा नरम बोल्दा मान्दिन शरम लिँदै चेतना र ज्ञान बुझे यो समाजको चलन ध्यान थिएन पुस्तकमा हेरिरहेथे संसार कोही गएको देख्थे मन्दिर कोही जाँदै थिए शमशान कोही गरिरहेथे गुलामी कोही मुखिया र जन्दार यो पापीहरूको भण्डारमा झुटको थियो कङ्काल रामायण भएम तपाईँलाई नाम मान्छु कलाको हरण गर्ने रावणहरूको कान काट्छु सोखर्मी गुरु अझै दक्षिणामा प्राण मार्छु सोह्र अध्यायमा लेखिने मेरा नाम जस्तो पछाडि आदर्शका पाठहरू लुकेका छन् भेटाउन नखोजान सक्छु तेरो प्राण मलाई खेल्न मेरो भाइहरू सँगै लुकेका छन् म महान गर्छु आज दुनियाँलाई देख्न सक्षम हुन्छु भोलि आउने दुनियाँले देख्छ आफ्नै दुनियाँमा व्यस्त मेरो बाटो त फरक सबै टाढा भए साथमा यही आफ्नो भनौँ सुन सोच्छु बिस मेरो उमेरले पारा देख्दा गराउँदैछु आफिस दिन्छु भोलि ठुलो मान्छे बन तर बाच्चा आमा निभिरहेको ठुलो पाल्ने गर हलो उठो हाल्ने गर हलो उभो लाग्ने छ नत्र बुझाउने छ जित्त बिना जुटो बाटो सपना त्यो चुरोट जस्तो एउटा निभ्यो अर्को बाल्यो दुःख पीडा चिलिम भित्र माथि हेर्दै सरको तान्यो भाग्यले निरज मात्र सीमित राख्न खोजेन यहाँ सधैँ एउटै हुन भन्दै समयले फर्को मार्यो जिन्दगी छ आधा
म निम्न दिन आशा तर भविष्यको त्रासले चिनिन दिन आशा। सो गाइज अहिले चाहिँ हामी साक्काई टावरमा आइपुगेका छौँ अनि हाम्रो चाहिँ यहाँ भिडियो सुट भइरह हुँदैछ अनि सो त्यसैको लागि हामी आइरहेको छौँ। टुकीको भिडियो सुट है गाइज, टुकीको सेकेन्ड आउट। यहाँ अगाडि गनहरू हिँडेर आयो। यहाँ चाहिँ टुकीको भिडियो सुट छ सानो अनि त्यसपछि चाहिँ अहिले एकछिनमा हामी देखाउँछ तपाईँले। Check it out, टुकी फेमस नाम हो नि त। दाई साई हुँदैन गाइज हाम्रो टुकी दाई चाहिँ आइसक्नु भयो, ऱ्यापर चाहिँ आइसक्नु भयो। हेलो भाइ नमस्ते। भिडियो गर्दा हुन्छ के हुँदैन। दाईलाई चाहिँ भेटिसकिँदो रहेछ गाइज हामीले चाहिँ। हजुर भाइ भ्लग गरिरहेछ। विशाल बस्नेत छ केही भनिदिनु। साउट टु विशाल बस्नेत है। सब्सक्राइब गरिदिनु पऱ्यो, लाइक कमेन्ट सबैले सेयर गर्नु पऱ्यो। असल बुझिदिनु पऱ्यो विशाल ब्रदरको। सबैजना यहाँ चाहिँ हाम्रो भिडियो सुट छ है गाइज। सो गाइज अहिले चाहिँ टुकीको हल्का भिडियो सुट हुँदैछ अनि हामी चाहिँ त्यहाँ अहिले भिडियो सुट गरिरहेको छौँ है गाइज। तपाईँहरूलाई म देखाउँछु है भिडियो सुट भएको हल्का क्लिपहरू। धेरै त देखाउनु मिल्दैन, सो थोरै भयो नि देखाउँछु। सो गाइज हाम्रो ग्रुपले चाहिँ अहिले भिडियो सुट गरिरहेको छ है ऱ्यापर टुकीको है साक्काईमा। सो गाइज सुट भइरहेको छ है सुट है गाइज। सब सब्सक्राइब गरिदिनु सबले। टुकीदाईको यहाँ भिडियो सुट भइरहेको छ है हाम्रो सेकेन्ड आउट। असल ह्यासट्याग अचाल है गाइस। सो गाइज सुटको लागि लोकेसन खोज्दै हामी चाहिँ हिँडिरहेछौँ है। अब त्यो पानी भएको ठाउँमा सुट गर्न जान लागेको। हाम्रो क्यामराम्यानहरू क्यामेरा बोकेर सेकेन्ड आउट हिँडिरहेको छ। टुकीलाई चाहिँ कहाँ हुनुहुन्छ है चुक्की। जमजम के हेर्नु गड्डेला है। भइरहेछ है गाइस त्यहाँ चाहिँ निन्द्रा लागिसक्यो मलाई त। हाम्रो दाइ चाहिँ फोन निकालेर भिडियो बनाइराख्नु भएको छ टुकीदाई सेकेन्ड आउट गाइस। ओके गाइस हाम्रो चाहिँ सुट भइरहेछ है दाइको टुकीदाईको सुट भइरहेछ। त्यही भएर यहाँ पनि आर्ट रहेछ हल्का, त्यही भएर हामी चाहिँ गइरहेछौँ है गाइज। हाम्रो चाहिँ यहाँनिर सुट हुँदैछ है
लोकेसन बब्बा छ गाइस, बब्बा लोकेसन छ यहाँ चाहिँ। दामी देखिन्छ यहाँबाट चाहिँ साकाइको भ्यू एकदम राम्रो देखिन्छ। यहाँ चाहिँ अनि हाम्रो टुकी दाइको सुट हुँदैछ गाइस, सुट हुँदैछ। लोकेसनमा छ गाइस, साकाइको टावर नि मस्त आउने रहेछ। साकाइ पनि यो भ्यू हेर्न सक्नुहुन्छ गाइस तपाईँहरू। साकाइको बब्बा छ है गाइस। सो गाइज हामी चाहिँ त्यहाँनिर सुट सकेर निस्किसकेको छ है। टुकी दाइ चाहिँ अगाडि हुनुहुन्छ। अगाडि हुनुहुन्छ है गाइस।